बच्चाले राम्रो गरे भने चाहिँ स्कुलले गर्दा राम्रो भयो, बच्चा बिग्रियो भने चाहिँ बाबाआमाले गाली गर्ने, बोलाउने, बेइज्जत गर्ने, तपाईँको बच्चा त यस्तो रहेछ भनेर गाली गर्ने सिस्टम छ क्या। त्यो पनि त बच्चाले राम्रो गरेन भने बच्चा बिग्रियो, राम्रो गरेन भने घरले बिगार्यो, अनि राम्रो भयो भने चाहिँ टिचरले गर्दा राम्रो भयो। हाम्रो एजुकेसन सिस्टम किन फेल भएको छ भन्दाखेरि हामीले इन्जिनियरिङ पढ्दाखेरि हामीलाई पिएचडी गरेको डक्टरहरूले होइन, मास्टर्स गरेकोहरूले धेरै पढाउनु भयो होइन। हप्तामा एक दिन चाहिँ 20 वर्ष एक्सपिरियन्स भएको लेबरले, मिस्त्रीले, प्लम्बरले, इलेक्ट्रिसियनले पढाइदिएको भए अनि हामीले त्यो 5 वर्ष लाग्छ नि हामीलाई एक्सपिरियन्स लिन, सानो कुराहरू डिटेलमा बुझ्नलाई। त्यो लेबरले, मिस्त्रीले पढाइदिएको भए त हामीलाई त्यो 5 वर्षसम्म लाग्दैन थियो नि त। हामी ब्याचलर पढ्दै चाहिँ धेरै कुराहरू सिकिसक्थ्यौँ होइन। हामी अलरेडी त्यो ब्याचलरबाट निस्किने बित्तिकै एक्सपिरियन्स्ड इन्जिनियर भएर निस्किन्थ्यौँ एउटा। अर्को कुरा, हामीले लेबर मिस्त्रीलाई हेर्ने नजरिया फरक हुन्थ्यो, किनभने हामीलाई त्यसले पढाएको हुन्थ्यो नि त। म एउटा ठुलो स्कुलको नाम त भन्दिनँ, अनि यत्रो 35,000 महिना किन तिरेको भन्दाखेरि त्यहाँ एक्स्ट्रा करिकुलर एक्टिभिटी छ भन्यो स्कुलमा। भनेको के तिम्रो स्कुलबाट पारस खड्का निस्किया हो भन्यो भने होइन, ज्ञानेन्द्र मल्ल निस्किया हो होइन, विराज महर्जन निस्किया हो होइन, खेलाडी पनि निस्किया छैन, म्युजिसियन पनि निस्किया छैन, केही पनि निस्किया छैन भनेपछि एक्स्ट्रा करिकुलर एक्टिभिटी भने चाहिँ के हो? पेरेन्ट्स डेमा एउटा ह्याप्पी बर्थडे गीत गिटारमा बजाउनु हो त होइन नि होइन। मैले 350 रुपियाँको स्कुल पढाएँ हो होइन। अब अहिले त त्यसलाई अब के भन्छ, त्यो इकोनोमिक गरेर हेर्दाखेरि अहिले पनि त्यति महँगो त हुँदैन थियो होइन। अनि हाम्रोमा मलाई गिटार पनि बजाउन आउँछ, स्कुलमा आउँथ्यो होइन, हार्मोनियम बजाउन आउँछ। भिएस निकेतन पढ्यो? भिएस निकेतनमा चाहिँ +2 पढेको होइन। अनि फुटबल पनि खेल्न आउँथ्यो, भलिबल पनि आउँथ्यो, क्रिकेट पनि खेल्न आउँथ्यो, स्पोर्ट्सहरू सबै आउँथ्यो, म्युजिक सबै बजाउन आउँथ्यो भने त्यो 300 रुपियाँमा पढेको स्कुलमा पनि थियो त त्यो चिज होइन। चाहना हो भने त मान्छेले चाहने हो भने त गर्न सकिन्छ नि, अफकोर्स। अब तपाईँको स्कुलको सिस्टममा यही भयो, तपाईँको स्कुललाई अपग्रेड गर्नै सकेको छैन होइन। तपाईँको 15 देखि 16 वर्ष कटिसकेको बच्चाले कोडिङ त मजाले बुझ्न सक्छ नि। हामीलाई क्यु बेसिक पढाउँथ्यो होइन बच्चा बेलामा। म लकी भयो कि हामीलाई एकदम कम उमेरमा क्यु बेसिकहरू पढायो, C पढायो, C++ पढायो। अनि युरोप, अमेरिका, इन्डियाको बच्चाहरूलाई चाहिँ तपाईँको लगभग +2 सकेपछि नेपालमा ब्याचलर सकेको मान्छेले गर्ने लेभलको कोडिङ गर्न आउँदो रहेछ क्या। उनीहरूको चाहिँ प्रोजेक्ट वर्क नै एप बनाउने होइन, त्यही वेबसाइटहरू बनाउने, स्टार्टअपहरू टाइपकै हुन्छ क्या। त्यो चिज त हाम्रो स्कुलहरूमा दिन सकिन्छ नि त। प्राइभेट स्कुलले ल अब पैसा मात्रै लिन्छ, केही पनि गर्दैन। अनि तपाईँको स्कुललाई त यतिसम्म गर्न सकिन्छ भन्दाखेरि तपाईँको फेमिनिजम पढाउने, इक्वालिटी पढाउने, इक्विटी पढाउने त बच्चादेखि हो नि त। तपाईँको 2 क्लास 3 क्लासदेखि 5 क्लासदेखि पढाउन थाल्यो भने पो मान्छेले बुझ्छ त इक्वालिटी भने के हो, तपाईँको व्यवहार के हो। जापानको स्कुलमा बच्चाहरूले आफैले बडाल्ने सडाल्ने सफा गर्ने, आफ्नो क्लासरुम आफै सफा